हरियाली प्रबन्धन गर्दै वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यका साथ रोटरी क्लब अफ बुटोल डाउनटाउनले यो वर्ष 1000 बिरुवा रोप्ने र हुर्काउने भएको छ। रोटरी डिस्ट्रिक्ट 3292 नेपाल भुटानले अघि सारेको 1 लाख बिरुवा रोप्ने तथा संरक्षण गर्ने अभियान अन्तर्गत क्लबले बुटोलका विभिन्न पार्क, सार्वजनिक स्थल तथा आश्रम परिसरमा 1000 बिरुवा रोप्ने संरक्षण गर्ने लक्ष्य लिएको हो। रोटरीले 1 लाख बिरुवा रोप्ने जुन अभियानका साथ अगाडि सम्झौता गर्नुभएको छ, त्यस अन्तर्गत नेपालभरिका सबै क्लबहरूले आफ्नो क्षमता अनुसार चाहिँ अगाडि बढाउनु भएको छ र सोही सन्दर्भमा बुटोलको एरियामा हाम्रो क्लब रोटरी क्लब बुटोल डाउनटाउन स्थापित र ठुलो क्लब भएको हुनाले यसले यो कार्यकालमा 1000 बिरुवा रोप्ने लक्ष्य लिएको छ। हामी आज दोस्रो दिन पनि हामी बिरुवा रोपण गरिरहेका छौँ। हामीले बुटोलको मिलनचोकबाट सुरु गऱ्यौँ र आज माण्डव्य सेवा आश्रमको यो प्राङ्गणमा हामी गरिरहेका छौँ र यसपछि हामी विभिन्न पार्कहरूमा गरेर 1000 बढाउने लक्ष्यका साथ हाम्रो क्लब र क्लबका अध्यक्षले त्यो योजनासहित अगाडि बढाउनु भएको छ। वृक्षारोपणसँगै बिरुवाको नियमित हेरचाह र संरक्षणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन वातावरण संरक्षणमा योगदान पुर्याउने क्लबले जनाएको छ। यसै क्रममा शुक्रबार माण्डव्य सेवाश्रम बुटोल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा सेवाश्रम परिसरमा विभिन्न फलफुल तथा फूलका बिरुवा रोपिएको थियो। संरक्षणलाई प्रभावकारी बनाउन क्लबले स्थानीय समुदायको सहभागिता समेत सुनिश्चित गर्दै आएको छ। यो संरक्षण हुनुको लागि यहाँको समितिले, यही बस्ने पुजारीहरूले र यहाँको सबै वातावरणको लागि र मा संरक्षित हुन्छ भनेर हामी यहाँ आएका छौँ। यस्तै कार्यक्रमहरू हामी अन्तमा लिएर जाँदैछौँ। हामी जति रोप्छौँ त्यसको संरक्षण गर्ने जिम्मा पनि हामी आफै लिने तरिकाले हामी लागेका छौँ। किन विगत वर्षहरूमा कतै जङ्गलतिर कतै अन्त ठाउँमा गर्दाखेरि त्यसको संरक्षण भएको हामी हिँड्दा डुल्दाखेरि पनि लागेन। त्यसले गर्दाखेरि अहिले हामी जति दिन यसले इम्प्याक्ट परोस् भनेर, समाजमा इम्प्याक्ट परोस्, हामीले गरेको कामहरूमा पनि प्रतिफल आओस् भनेर हामीले यसरी आश्रमहरूमा, मन्दिरहरूमा, सार्वजनिक चौपारीहरूमा, वरिपरि अब बाटोको डिभाइडरहरूमा रोप्ने चाहिँ हामीले लक्ष्य लिएका छौँ। नगरका पार्क तथा सार्वजनिक स्थललाई हराभरा र आकर्षक बनाउने उद्देश्यले विगतदेखि क्लबबाट वृक्षारोपण अभियान सञ्चालन हुँदै आएको छ। बिरुवा रोपेर मात्र नछोडी नियमित गोडमेल, स्याहार सम्भार तथा संरक्षणमा क्लबले विशेष ध्यान दिँदै आएको छ। यो निरन्तर गर्नुपर्छ। हामीले सरसफाइ पनि गर्नुपर्छ, जलमल पनि गर्नुपर्छ। हामीले अस्ति मिलनचोकमा हाम्रो डाउनटाउनले गरेको एउटा डिभाइडरमा वृक्षारोपण छ। अस्ति हामीले योभन्दा अगाडिको हप्ता हामीले त्यहाँ गऱ्यौँ। आज हामीले यहाँ गर्दैछौँ। हामीले वर्षौँदेखि हामीले आमदार अस्पतालमा पनि हाम्रो त्यहाँ गार्डन छ, हामीले पनि त्यहाँ पनि वृक्षारोपण गर्छौँ, त्यहाँ पनि संरक्षण गर्छौँ। जुन क्लबले जसले पनि, जुन संस्थाले पनि वृक्षारोपण गरेपछि आफूले गरेको वृक्षारोपणमा के कस्तो भएछ, कतिको मतलब बिरुवाहरू मतलब राम्रो हुनु भएछ र कति मरेछन् भन्ने कुरा चाहिँ आफूले निकोल पनि गर्नुपर्छ, हेर्न जानु पर्छ। यो चाहिँ जुन संस्थाले गर्यो त्यो संस्थाको चाहिँ एकदम दायित्व हुन्छ। कार्यक्रममा क्लबका अध्यक्ष धर्मदत्त गेवाली, पूर्व अध्यक्ष शिव गेवाली तथा सचिव योगेन्द्र प्रसाद पन्थीले माण्डव्य सेवा आश्रमका अध्यक्ष माधव गेवाली र सचिव नित्यानन्द गेवालीलाई रोटरीको सफलताका 4 सूत्र सम्बन्धी सामग्री तथा मायाको चिनो हस्तान्तरण गरेका थिए। क्लबले गत साता मात्रै बुटोलको मिलनचोक सडक डिभाइडर क्षेत्रमा 400 बिरुवा रोप्ने तथा संरक्षण गर्ने कार्यक्रम समेत सम्पन्न गरेको छ।